सम्माननीय सभामुख महोदय, आज म केही श्रमिक र किसानको कुरा राख्दैछु। हामीले नेपाली अर्थतन्त्रको चर्चा गर्दै गर्दा रेमिटेन्स, वैदेशिक रोजगारी, निर्यात र आर्थिक वृद्धिका तथ्याङ्कहरू प्रस्तुत गर्छौँ। तर हामी यो चर्चा गर्दैनौँ कि यी आर्थिक उपलब्धिहरूको पछाडि श्रम गर्ने नेपाली श्रमिकको जीवन चाहिँ कसरी व्यतीत हुन्छ। केही दिन अघि नेपाली कार्पेट, धागो र गार्मेन्ट उद्योगमा काम गर्ने एक महिला श्रमिक मेरो कार्यालयमा आउनुभएको थियो। उहाँले मलाई श्रमसँग सम्बन्धित आफ्ना व्यक्तिगत पीडा मात्र सुनाउनु भएन, उहाँले आफ्ना अनुभवलाई नीतिगत प्रश्नमा बदल्दै राज्यसँग जवाफ समेत माग्नु भएको छ। उहाँहरू जस्ता श्रमिकहरूले दैनिक करिब 12 घण्टा काम गर्दा मासिक आम्दानी 18,000 रुपैयाँ जस्तो मात्र हुने रहेछ। कार्यघण्टाको क्रममा विश्रामको कुनै वातावरण नहुने रहेछ, खाजा र पानीको सुविधा पनि नहुने रहेछ, बिदा नहुने रहेछ, काममा नआएको दिन पारिश्रमिक पनि नपाइने। अझ गम्भीर कुरा, कतिपय श्रमिकले कार्यस्थलमा शारीरिक, मौखिक र यौनजन्य दुर्व्यवहार समेत भोग्नु परेको अनुभव बताउनुभयो। जो बोल्न सक्दैनन् उहाँहरू आफ्नो रोजगारी गुम्ने डरले आवाज उठाउन नसक्ने जानकारी गराउनुभयो। म सरकारलाई प्रश्न गर्न चाहन्छु, जुन हातले नेपाली कार्पेट बुनेर गार्मेन्ट बनाएर नेपालको नाम विश्व बजारमा पुर्याउँछ, त्यही हात राज्यको श्रम निरीक्षणबाट किन ओझेलमा छ? राज्यको श्रम निरीक्षण औपचारिकतामा मात्र सीमित रहनु हुर्न अनि वास्तविक निरीक्षण नभई श्रमलाई मर्यादित बनाउन म राज्यको ध्यान नजानु दुःखद हो भन्ने लाग्दछ। हामी वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको अधिकारको लागि आवाज उठाउनुपर्छ, उठाइरहन्छौँ। तर प्रश्न यो पनि हो, हाम्रै देशभित्र श्रम गर्ने श्रमिकको आज आवाज कसले उठाउने? कार्पेट र धागो उद्योग मात्रै होइन, निर्माण लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने लाखौँ श्रमिकहरू लामो समयसम्म काम गर्नुपर्ने न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल र स्वास्थ्य जोखिमसँग जुधिरहेका छन्। त्यसैले श्रम मन्त्रालय र सरकारसँग आग्रह गर्न चाहन्छु, श्रम निरीक्षण नियमित, स्वतन्त्र र परिणाममुखी बनाउन पहल गर्नुहोस्। न्यूनतम पारिश्रमिक, कामको समय, विश्राम र बिदाको कानुनी व्यवस्था कडाइका साथ लागू गर्न पहल गर्नुहोस्। महिला श्रमिकका लागि सुरक्षित कार्यस्थल र यौनजन्य दुर्व्यवहार विरुद्ध शून्य सहनशीलताको व्यवस्था सुनिश्चित गर्नुहोस्। अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा, स्वास्थ्य तथा दुर्घटना बीमाको दायरामा ल्याइयोस्। धुलो, धुवाँ र रसायनबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण तथा नियमित स्वास्थ्य परीक्षण सुनिश्चित गरियोस्। किनभने प्रश्न एउटै हो, नेपालको आर्थिक विकासको केन्द्रमा पुँजी मात्र रहने कि श्रमिक पनि रहने? हामीले सम्झनुपर्छ, श्रमिक सुरक्षित भए उद्योग बलियो हुन्छ, उद्योग बलियो भए अर्थतन्त्र बलियो हुन्छ र श्रमिकको सम्मान बिना समृद्ध नेपाल मात्र तथ्याङ्कमा सीमित हुन्छ। अब यसैसँगै म किसानको कुरा राख्न चाहन्छु। जेठ 28 गते राष्ट्रिय सभाको बैठकमा कृषि मन्त्रीज्यूले यस वर्ष मलको अभाव हुँदैन भन्नुभयो। आज उहाँले भने भन्दा ठिक विपरीत देशभरिका किसान आज मल खादको अभावमा छटपटाइरहेका छन्। भदौ महिना लागिसक्यो, मलको हाहाकार छ। स्थानीय तहहरूले आफ्ना आवश्यकता अनुसार मल खरिद गर्न सक्दैनन्। सङ्घ र प्रदेशबाट प्राप्त सीमित कोटामै स्थानीय तहहरू निर्भर हुनुपर्ने अवस्था छ। मलको आवश्यकता ठुलो छ, तर वितरण भने हात्तीको मुखमा जिरा जस्तै। नेपालमा मल नपाउने अनि किसान भारत गएर मल ल्याउँदाखेरि मुद्दा खेपेर जेल बस्नुपर्ने सम्म देखियो। अस्ति भर्खरै मधेसका किसान भारतमा मल लिन जाँदा जेलमै बस्नु पर्यो। किसान आखिर जाने कहाँ? सरकार भन्छ मलको अभाव होइन, वितरणमा समस्या भएको हो। तर सभामुख महोदय, यो त झन् गम्भीर प्रश्न हो। यदि मल छ तर किसानले पाउँदैन भने समस्या कहाँ छ? जिम्मेवार को हो? सरकारी तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा 5,61,000 मेट्रिक टनभन्दा बढी मल आपूर्ति भयो र 74,000 मेट्रिक टनभन्दा बढी मौजदात रहेको दाबी छ। चालु आर्थिक वर्षमा पनि थप मल आपूर्ति भइरहेको सरकारको भनाइ छ। तर किसान खेतमा मल खोजिरहेका छन्, खेत चिरा परिरहेका छन्, रोइरहेका छन्। त्यसैले सरकारलाई मेरो प्रश्न छ, कुन जिल्लामा कति मल छ, कुन पालिकामा कति पठाइयो, कुन सहकारी वा डिलरले कति उठायो, किसानलाई कति बिक्री वितरण भयो, यी सबै तथ्याङ्क सार्वजनिक गर्न सरकारलाई के समस्या छ? गोदाममा मल भएर मात्र किसानको उत्पादन हुँदैन सभामुख महोदय। किसानको खेतमा समयमा मल पुगेपछि मात्र उत्पादन हुन्छ। भदौ महिना लागिसक्दा पनि किसानलाई मलको आश्वासन मात्र दिँदै हुनुहुन्छ कृषि मन्त्रीज्यू कि खेतमा धान काट्ने बेला मल वितरण गर्ने हो। अब म सोध्न चाहन्छु, सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन? यसको स्पष्ट जवाफ सरकारले दिनुपर्छ। र म आग्रह मात्रै होइन, जवाफै माग्न चाहन्छु, मलको अभाव हो कि वितरणमा विकृति भएको हो? र यदि वितरणमै समस्या हो भने त्यसको जिम्मेवार को हो? हिजो मैले यही कृषि मन्त्रालय अगाडि नेपालको सबैभन्दा कान्छो मेयर सप्तरी छिन्नमस्ताका विद्यानन्द चौधरीलाई भेटेको थिएँ। उहाँ मलको कारणले गर्दा गाउँमा आन्दोलन भएर वडाहरूमा ताला लगाइएपछि कृषि मन्त्रालयका आउनुभएछ। मन्त्रीज्यूले मल पाउनुहुन्छ, तपाईँ जानुहोस्, हामी सल्ट ट्रेडिङलाई भनिदिन्छौँ भनेर भन्नुभएछ। तर उहाँले यति भनिसकेको 2 हप्ता भइसक्यो। 2 हप्ता भयो, त्यो मेयर दुर्घटनामा पनि पर्नुभयो। काठमाडौँमा मन्त्रालय धाको धाइ हुनुहुन्छ, तर आज उहाँको गाउँमा, उहाँको पालिकामा मल पुगेको छैन। एउटा युवा जेन्जी मेयरहरू त आज यसरी पीडित बनिराख्नु भएको छ यो राज्यमा भने हामी कस्तो परिवर्तनको कुरा गरिराखेको छौँ? त्यसैले म यो सरकारलाई भन्न चाहन्छु, हामी यही पुस्ता हो जसले भन्छ कि स्टन्टले देश बन्दैन। तर स्टन्टले देश बन्दैन भन्दै गर्दा यति ल्याकत राखौँ कि व्यक्तिवाद र व्यक्ति केन्द्रित भएर सरकारकै संयन्त्रको धज्जी उडाएर पनि राज्य बन्दैन भन्न सक्ने ताकत यो सदनले राख्नुपर्छ। सम्माननीय सभामुख महोदय, मधेसमा मलको मात्रै होइन, सिँचाइको पनि पीडा उत्तिकै छ। त्यसैले यथाशीघ्र मन्त्रीहरू व्यक्तिगत रूपमा हावी हुने होइन, आफ्नो संयन्त्र र प्रणालीलाई अगाडि बढाएर जनताको समस्या सम्बोधन गर्नलाई म अनुरोध गर्न चाहन्छु। धन्यवाद।